टनेलमा लगाउँदाखेरि स्थानीय बजारमै खपत हुन्छ। बाहिरी बजार जाँदाखेरि अफ सिजनमा जाने हो, सिजनमा यहाँबाट जान सम्भव हुँदैन। कटारीमा तराईको टमाटर 100 को 7 किलो दिँदाखेरि पनि यहाँ स्थानीय उपभोक्ताले चाहिँ त्यो टमाटरको क्वालिटी चिनेको हुनाले यीको खरिद गर्छन्। यहाँबाट अलिक बढी उत्पादन हुने चिप्टा पठाइन्छ, नत्र भने स्थानीय रूपमै खपत हुन्छ। अफ सिजनमा कतिको उत्पादन गर्न सकिन्छ? उत्पादन त अब गरिरहेको छ भने जस्तो अब क्वान्टिटी त पुगेको छैन। मूल्यमा कतिको फरक पर्छ दाइ सिजन र अफ सिजनमा? धेरै फरक पर्छ, तिर्बलको फरक पर्छ। सिजनमा 100 को 7 किलो दिँदाखेरि त्यही कटारीमा 120-130 रुपियाँ किलो बिग्रिरहेको हुन्छ। तर स्थानीय मूल्य चाहिँ त्यत्रो फरक हुँदैन। फेरि हामीले यहाँ चाहिँ सिजनमा 40 रुपियाँ किलो बेच्दाखेरि अफ सिजनमा भाउ हुँदाखेरि पनि हामीले चाहिँ 70-80 भन्दा बढी लिएको छैन।